यस पनि फेरि हेलो नमस्ते गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। सञ्चारैमा हुनुहुन्छ होला, म पनि सञ्चारैमा छु। अनि हामी खानासाना खाएर के अरे नक्सरी यतै यस्तो उसमा जाँदैछौँ हामी। उहाँहरू तलबाट हिँड्दै आएर कोही खुट्टा यस्तो चप्पल छ, कोही खुट्टा यस्तो छ। मेरो त ठिकै छ है, डुल्दैछौँ हामी। कोही अगाडि यता हिँड्दैछन्, म पछाडि छु, लास्टमा छु। हामी चाहिँ उहाँबाट आएको। हामी चाहिँ यता देखा तेरो चप्पल गाई अब पोखराबाट चप्पल नलिएको नतिजा अर्को यसको यस्तो छ, यसको त ठिकै भनौँ, मेरो त अब भन्नै परेन के अरे। दौडेको यहाँ हामी चाहिँ यो ट्याङ्कीमा आउँदैछौँ हामी। ट्याङ्की आइसक्यौँ। ओहे एमा जाने आइज न यता हेरौँ, आइज न यता चढाउँला फेरि। गाइस हेर्न सक्नुहुन्छ होइन, यता कस्तो छ त, यता बाफ कस्तो मेरो झन् यसै चप्पल चिप्लिन्छ। हेर्न सक्नुहुन्छ गाइस, तिनीहरू अब बस्दैछन् यता, म यता डुल्दैछु। भिड पनि यस्तो छ कि आमा, यहाँबाट खस्यो सिधै उहाँ, यहाँबाट खस्यो भने सिधै ऊ त बाटोमा तल। समीर एकचोटि ट्राई गर्ने हो। यदि भाइरल हुनु पऱ्यो क्या फेरि हाम फालेर त्यसको मेरो नि एकदम ठिक छ। अब हामी एकछिन टक्क भ्यू इन्जोय गर्छौँ हामी है। अब यसको टक्क इन्जोय गर्छौँ अनि त्यस फेरि हामी आउँछौँ है त। हामीले यस्तो जङ्गल हेर्नु सक्नुहुन्छ, यी सल्लाहघारी बोलेको छ यहाँ, चिल्लाएको छ यहाँ। अनि हामी चाहिँ अब यस्तो डुल्दैछौँ, जङ्गल अब चाल्दैछौँ। यसलाई म भ्लग सिकाउँदैछु होइन। अब यसले नि भ्लग अब हाल्न थाल्छ, अनि ट्याक्क लगाएर त्यसपछि दाजुभाइको भ्लग ट्याक्क लगाएर आउँछ है त। त्यो पागल हो कि ऊ त पागल हो, यो पागल होइन, आफै चिल्लाएर बसिरहेको छ। अनि भिड त यो राम्रो यस्तो छ कि होइन, भिड त आमा यस्तो डर लाग्ने जस्तो कि होइन। बाटो पनि यस्तो छ अब हेर्न सक्नुहुन्छ होइन। यस्तो उल्ट्यो भने त अनि के हुन्छ होला हौ हालत त, यहाँबाट उल्ट्यो भने कहाँ जाने हौ। अनि टक्क हामी चाहिँ उहाँ माथि पनि यस्तो उसो छ, खाल्टोहरू छ टक्क लाएर होइन। ऊ त्यस्तो छ, यता यस्तो छ। अनि गाइस हामी चाहिँ उता पनि हेरेर आइसक्यौँ, खत्रै रहेछ। अब हामी जाँदैछौँ कता, यता माथितिर उलिन्छ। अब एकलट यतातिर गयो। अब हामी चाहिँ अहिले छौँ पानी ट्याङ्कीको साइड, र यो चाहिँ त्यहाँ अब के छ भन्ने कुरो थाहा छैन।
के हो भने थाहा छैन अनि ट्याक्क अब त्यो उता जाने अरे त्यहाँ माथि चढ्ने अरे यो अनि हामी चाहिँ अनि टक्क लगाएर अब हामी चाहिँ अब यता माथि पनि जान्छौँ यता माथि पनि हेरेर आउँछौँ के कस्तो छ हेरौँ भनेर जाँदैछौँ अब यो चाहिँ गइसक्यो माथि होइन म त बाहिर आउने नि त तँ चाहिँ त्यहाँ त्यस्तो गर्छ यो अब यो चढ्न सक्ने कि सक्ने थाहा छैन होइन म पनि अब चढ्ने प्रयास गर्छु नचल लगाइस अब राजेशको पाली हो म चाहिँ चढ्न सफल भइसकेको छु यहाँबाट होइन अनि यी हामी तिनजना छौँ यहाँबाट नान भयो ल जा जा यहाँबाट ऊ त ट्याङ्कीमा पुग्छ अरे कि यहाँ बिचमा यस्तो छ यदि सकेन भने नि यसले खतरा एउटा सजाय भोग्छ नि फेरि ल ल छोडे छोड्ने यता यता त्यो चाहिँ अब मैले तँलाई भनिरहेको थिएँ नजा नजा नसक्नु त्यसको अवस्था मैले भनिरहेको थिएँ नजा नजा पछि झ्याउ हुन्छ भन्दा भने त आफै जान्ने भएर जान्छ अब के गर्ने जानलाई जान दिनु पर्यो त्यसको अवस्था बाबु अब अरूले अझै जान्छौ कि जाने हो अझै जाने हो तँ त्यहाँ चाहिँ गुल्टेर बसिरहेको अनि ल है अब यहाँ तिमी नजिक भयो त ल ठिकै थियो नि यहाँबाट हाम फालेर यहाँबाट हाम फालेर वहाँ आऊ आऊ बाबु तिमी त तिमी मुनि ऊ त खाल्टा पुग्यो भने के गर्ने अब गाइज हामी चाहिँ यसो अब यहाँ भिडियो सिडियो बनाइन्छ त्यसपछि फेरि तलतिर गइन्छ यस्तो छ यस्तो जङ्गल छ यता होइन यता तल अब उता यता देख न उहाँ तल खोलो छ ए खोलो अरे खोले त नि होइन र खोले यता देख खोलो छ भरिङ पनि छैन अब सिधै हाम फाल्ने त होला हामी पनि तेरो परिचय तेरो नाम घर कहाँ पर्वत यही ठाउँ मेरो गाउँ अनि अरू चाहिँ केही ठिक छैन अब हामी चाहिँ बिहान चाहिँ जस्तै बिहान भ्लग स्टार्ट गरिन्थ्यो के भयो भन्दा हामी चाहिँ अब हिजो दिनभरि हिँड्ने हो उहाँ त्यत्रो तलबाट हिँड्ने हो अनि त्यसपछि थाकियो हामी अनि त्यसपछि लोड पारेर सुत्तेछ हामी त अनि बिहान अब कति बजी 10 होइन 10 बजीतिर बल्ल उठ्यो खानासाना खाइयो बसियो अनि अहिले चाहिँ माथितिर यस्तो डुलम भनेर आएको थियौँ हामी है त्यो त अब सिक्स्दै परिसक्यो त अब उठ्ने चान्स पनि छैन त्यसको र हिँड्न पनि सक्दैन त अब त्यहीँ ढल्ने भयो भाँचेन त खुट्टा त अब यहाँ भरिङ पनि छैन र झर्ने भरिङ पनि छैन कहाँ कोछिरीको र त्यही बस अब म पनि यहाँबाट हाम फाल्दैछु तेरो फोन छ गाई छ म यहाँ चाहिँ हाम फाल्दैछु र हेर्न सक्नुहुन्छ यसको हालत के भन्न चाहन्छस् भन् त भन् के भन्ने अरे के सोच गरेर कि हामी आएको थियौँ त्यो भएन क्या त्यो हुँदै भएन यसले काम बिगारिहाल्यो कि अलिक ख्याचेक पारेर हिँड्न चाहिँ खुट्टा काम यो के हो गाइज चिन्नुहुन्छ कसैले हो यो गाइज पहिलो पातको फुल हेर्नुहोस् खुट्टा हेर त आज किस्टे बाबु लो किसको यसको त खुट्टा अब उस भइसक्यो त्यहाँ चाहिँ हाम्रो घर छ ऊ त्यहाँ छ घरहरू उहाँ छ बजार होइन अनि मेरो घर चाहिँ उता पर्छ है फेरि मेरो घर त यहाँबाट त अझै एक दिन लाग्छ ट्याक्कै अब हामी झर्दैछौँ नि ओह्रालो फेरि अघि उकालो चढ्दा आइएको थिएँ हामी फेरि अब ओह्रालो झर्दैछौँ अब फेरि जानुपर्ने छ ऊ त्यहाँ ऊ पुग्नुपर्ने हुन्छ ऊ
ऊ त सेतो देखिरहेछ नि कपडा सुकाइरहेछ नि हो त्यहाँनिर चाहिँ पुग्नुपर्ने हुन्छ हामी यो चाहिँ के भएको भन्दाखेरि यस्तो चाहिँ माटो लगाएर के गरेको यो कि पानी जमेर यस्तो भएको उहाँ सर त अब यस्तरी हिँड्नु है ऊ यसको हात हेर्नु सुन्नु है कि त हिँडेर आएको छ यो चाहिँ होइन अझ यस्तो फुलो छ मलाई थाहा नि के हो पियाली तलकोले भन पियाली कसलाई ए पहेँलालाई प्याली भन्ने नि हो फेरि मान्छे नै मोदिया फालेर जाने यता तल घर जाने क्या तँ हिँड्न सकिरहेको छैन अब त्यहाँ डुडो भएर बसिरहेको छ त्यस्तरी अनि कति कति जाने रे यो चाहिँ 3 गते फेरि कसमा झर्ने भनेको छ है अब यस्तो छ बाटो त अब टक्लक टक्लक जाउला तिमी गाडीमा तिमी जाऊ न गाडीमा तिमी जान्छु गाडीमा कोही छैन यहाँ छ मेरो कुखुरो आइदियो त के लाग्छ अरे भकेर भात खाएर चाहिँ भोक लाग्यो भन्छस् भकेर भात खाएर आएर भोक लाग्छ भन्छ क्या यसले त हामी चाहिँ घर आइसकेको छौँ फाइनली अब जाँदैछौँ एउटा डुडो भएर आइसकेको छ घरमा यहाँ लिपलाप भएर सकिसकेको छ घरको आँटी 2 तलेमा यस्तो चाहिँ टक्क लाएर होइन है अब हामी जाँदैछौँ भुजा ल्याउनलाई होइन यही लगा नि त ठिक छ यिनीहरूको चप्पलको छानछुन कार्यक्रम चल्दैछ अब हामी जान्छौँ उता तल तिरो पनि नाताकै बेसी चल्छ नयाँ दाइ गरेर एकछिन सुतेर नि उठ्यो हामी माथि उता माथि गएर थियौँ माथि गएको थियौँ त्यसपछि एकछिन सुतेपछि ट्याक्क हामी चाहिँ अब यता दोकान जाँदैछौँ दोकानमा चाहिँ के ल्याउन भुजा ल्याउन जाँदैछौँ चक्र बनाएर खानु भनेको छन् सबैले अनि हामी पनि त्यो चाहिँ गइसकेको छ त्यो चाहिँ ल्याउन चाहिँ भुजा ल्याउनु गएको छ अनि हामी 2 जना यता छौँ भुजा कहाँ जाने अब तल जाने कता पाउँछ र अब हामी फेरि फर्किँदैछौँ माथि यहाँ खाजा खानु पाइएन कता त्यसको छुट्टै पारेछ कि त्यो त खुट्टा यति दुखिरहेको छ मेरो पनि खुट्टा दुख्छ कि यताको त यहाँको यताको साइडको छ यस्तो दुखिरहेको छ होइन हामी चाहिँ जाँदैछौँ त्यहाँ माथि हलो जोतेको ठाउँमा है यस्तो बाटो हिँड्दा डुडो मान्छे यस्तो कुदिरहेको छ यहाँ लप्सीको बुट्टा रहेछ फलेको छैन यसले चाहिँ अब हलो जोत्न लागेको छ है ऊ चाहिँ जाँदैछ टक्क लाएर खोल न खोल यसले चाहिँ जुत्ता राखिसकेको छ है अब हामी जान्छौँ तल मजा आयो नि अब यस्तरी कुदाउने हेरे अलिक कुदाउनु जानेनस् क्या बल्ल त
कति वर्षपछि 2 वर्षपछि लैजाउँ 2 वर्ष यसले चाहिँ जोतेर नि भइसक्यो हामी अब झरिसक्यौँ बाटोमा जाँदैछौँ हामी त्यहाँ त यस्तो छ नि त्यहाँ त कोदोबारी यताउति फापर यताउति के हुन्छ नि चारजनाले तिनजनाले बस्नुहुन्छ सबै नि तैजान अब हामी जाँदैछौँ अझै नि आइयो छैन हामी पोखरा चौर त हामी आएको चाहिँ उहाँ पारी गाउँबाट हो क्या उहाँ पारी गाउँबाट अहिले हामी यहाँसम्म आइसक्यौँ तिनीहरूले मलाई छोडेर हिँडेको तिनीहरू यस्तो छ नि मलाई छोडी छोडी एक्लै हिँड्नु छ अब चिसो चिसो पनि हुन लाग्यो अब घाम डुब्न लागिसक्यो नि त त्यही भएर चिसो चिसो भइरहेछ हो यस्तो बिच्चाबाट चिरिरहेको छ यो त त्यो फलक्क परेको हुन्छ हुन्छ यस्तो छ कि बुटो यस्तो चिरेको छ नि बुटो त हुन्छ यस्तो छ हामी चाहिँ यो चाहिँ स्कुल हो होइन स्कुलमा आउन लागिसकेको छौँ हामी आइसकेको छौँ है हामी चाहिँ यहाँ खाजा खाने भनेर आएको होइन अनि अहिले चाहिँ छैन भने अब हामी अब के गर्ने सोच भयो फेरि त्यही चटपटै बनाउने भन्ने सोच आयो है आएको थियौँ हामी यहाँ एकदम खाजा खाने भनेर आएको थियौँ यहाँ खाजै नपाइने रहेछ के गर्ने अब ठ्यास पऱ्यो नि त अब वहाँ त्यत्रो तल जानुपर्छ अब त्यत्रो टाढा भएर जान सक्दैन हामी के भुजा लिएर जानु त हिजो कतिजनाले खाथ्यो भन्नु पोथियामा खाँदै ठिकै त खानेमा छिटो खाऊ अहिले फेरि बथान बथान त अनि अलिक आउँछ नि बथान त अघि बल्ल कति 12 बजे गाडी चढे बल्ल भन्नु 1 बजे 12 बजे अस्सीले मलाई बनाउने थिए बाबु अस्सी त मलाई गाडीमा छु भने गाडीमा फोन हाल्नु त बल्ल 1 बजे हिँड्छ गाडी अस्ति मैले परमेश्वरलाई छोड्ने बेला 1 बजे त हिँडेको अनि बल्ल गाडीमा चढ्दै छु भन्दा थियो कि असुले अनि हामी चाहिँ त्यत्रो कति 20 मिनट समथिङ 20 मिनट लाएर पनि हिँडेर भइसकेको छौँ अब चाहिँ हामी चाहिँ जानुपर्ने त्यहाँ आइसकेको हाम्रो भलिबल खेल्ने ग्राउन्ड है अहिले चाहिँ कोही पनि खेल्दैनन् अब फर्स्ट सटरको यहाँ फेरि खुट्टु दूर छ त्यसरी झन् गाह्रो छ अब हामी चाहिँ बनाउँछौँ खाजा खाने भनेर गएको चाहिँ खासमा हामी हो अनि के भन्दाखेरि खाजै पाउन भनिदियो अब खाजै पाउन भन्दै त्यसरी हामी फर्केपछि अब यत्तिकै आउनु त भएन फेरि चटपट खाने भनेको सोच थियो फेरि चटपट भुजा र चटपट किनेर फेरि फर्क्यौँ गाई चटपट चाहिँ खानु नै बहुत हार्मफुल अब भर्खरैसम्म त्यत्रो उकालो चढ्दा चाहिँ सास फेर्न लिउ भइरहेको छ दमको परेको छ हामी चाहिँ अब आइसकेको छौँ घर आइसकेको छौँ है आगो लाग्छ नि यहाँ यता हेर्दै हुनुहुन्छ हामीलाई फाइनली गाइस हामी घर आइसकेका छौँ मामा कहाँ त भाइ यता हुनुहुन्छ हाम्रो मलाई त गर्दैन ह्यासिन बहिनी यता छिन् आमा म चाहिँ आइसकेँ हामीले यति धेरै सामान ल्याएका छौँ चाउचाउ भुजा कति ल्याएको अब यहाँ चटपट बनाउने कार्यक्रम चाहिँ यो भुजा यो चाउचाउ भयो यो भुजा भयो अब हामी चटपट बनाउँछौँ अब यहाँ सामानहरू के कता कता छ प्याज टमाटर हेरेर टक्क बनाउँछौँ है मिठी खाने हो त्यहाँ के गर्नु आमा के खोज्या ग्रिस बेसार यो चाहिँ हाम्रो घर है त अब हामी चटपट बनाउने कार्यक्रम सुरु गर्छौँ अब गाइस हामी चाहिँ चटपट बनाएर नि खाँदैछौँ यहाँ अब जस्तो हुन्छ त्यस्तो बनाइयो अब दोकानमा यसो त अलि
नभयो होला बगाल दल्छ त कस्तो हुन्छ अरे मैले बनाएकै फेरि त्यसले बनाएको ठिकै छ अनि यहाँ छ चिया चिया खाँदैछौँ आजलाई चाहिँ यति मात्र थियो है ब्लग चाहिँ अनि हेरेर कस्तो छ के कस्तो छ भनेर कमेन्ट गर्नु होला अनि लाइक कमेन्ट सब्सक्राइब गर्न नभुल्नु होला अनि त्यसपछि अनि भोलि पनि